हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ होली। म बिहान उठेँ अनि त्यसपछि झ्याल खोलेँ अनि म पानी खान थालेँ। अब के गर्ने आज दिनभरि भन्दै म सोच्दै सोच्दै पानी खाएँ। अनि पानी खाइसकेपछि मेरो रुम चाहिँ लास्टै फोहोर भइसकेको थियो। त्यसपछि म रुम मिलाउन लागेँ, नाच्दै गाउँदै गीत सुन्दै। अनि त्यसपछि मैले यत्तिकैमा रुम सफा गर्दा गर्दै डायरी भेटाएँ, त्यसलाई पनि साइडमा राखेँ। त्यसपछि मैले बेड कभरहरू मिलाउन लागेँ। अनि म बेड कभरहरू मिलाइसकेपछि त्यो लुगाहरू प्याक गरेँ, धुने लुगा थियो त्यो चाहिँ। अनि म सब बेड मिलाएँ अनि म फ्रेस भएर आएँ। फ्रेस भएपछि मेरो प्लान्टहरू चाहिँ लास्टै धुलो भएको थियो। सो त्यो प्लान्टहरू म पुस्न लागेँ। गीत सुन्दै सुन्दै म सबै प्लान्टहरू पुसेर सक्न लागेँ। मेरोमा चाहिँ लास्टै प्लान्ट छ। त्यो प्लान्टमा फोहोर भइसकेको थियो अनि पातहरू पनि कुहिन लागेको थियो, त्यो निकालेँ। अनि त्यसपछि मैले प्लान्टहरूमा पानी थपिदिएँ। मैले चाहिँ कहिलेकाहीँ महिनामा एकचोटि चाहिँ प्लान्टहरूको पानी सबै सफा गर्छु, नआयो भने चाहिँ अरू बेला चाहिँ थपिदिन्छु। अनि मैले अब पूजा गर्न लगाएँ। मङ्गलबार चाहिँ बत्ती बाल्छु, अरू दिन चाहिँ मैले सधैँ धुप मात्र बाल्छु। अनि मैले फोटो खिचेँ एउटा। त्यसपछि मैले पानी खाएँ। सो पानी खाइसकेपछि मैले ओखर खाएँ कफी बनाउँदै त। अनि कफी बनाएँ, मकै भुटेँ। अनि मलाई लास्टै भोक लाग्थ्यो, मकै खाँदै कफी खाँदै गीत सुन्दै गरेँ। आजलाई